5 रुपैयाँ दे दो। हामीहरू जन्ती पार्टी यता छौँ भने साली पार्टी यता हुनुहुन्छ। अब यहाँ भर्सेस चल्छ हैन। हेलो, अब यहाँ भर्सेस चल्नेवाला छ है। अब कसले जिताउने कसले हार्ने अब त्यो यहाँ ब्याटलमै थाहा हुन्छ हैन। भेनालाई सालीहरूले दिएको शिखर सुज नै मन पर्यो अरे नि त, त्यही भएर यो चाहिएन अरे भेनालाई, त्यही मन पर्यो त्यही लाएर जाने भन्दै हुनुहुन्छ नि त। हो र हो र अब त्यो त झन् सालीहरूको गिफ्ट हो, सालीको तर्फबाट गिफ्ट हो। बेहुला हामी चाहिँ के भनेको छौँ भने बेहुलाले यही साटेर लगाइदिने, चप्पल दाइलाई दिने भनेर भनिरहेको छौँ नि त, त्यही भएर। साली आफ्नै हो होइन, भेना आफ्नै हो। भेना कता हराउनु भयो? ल अब सालीहरूले नै खोज्नु पर्यो है भेनाजुलाई, रिसाएर भागेको हो कि? बोलाउनु बोलाउनु साली, जुत्ता चाहिन्छ भने छिटो आउनुहोस् भेनाजु भन्नु त। भेनाको अनुहार हेर त चाहिएला जस्तो देखिएन हो है, नभए त आइहाल्छ नि है। इलारा न नाङ्गी जिस्काउने नि त। खोइ भेना डराएको सालीहरू देखेर आमामा यो भएन ल, ब्याटल चलिरहेछ नि यहाँ फेरि। ल भेना लजाक्यो, भेना काम लागेन है। सालीहरू खोइ भेनालाई जिस्काउने हो त, भेनालाई जिस्काउने। एउटा दुलालाई चप्पलमा एउटा जुत्ताको 5000, एउटा जुत्ता लाने भए 10000। डबल ल्याले ल्याउ न। जुत्ता चाहिएन साली चाहिँ, गाडी ल्याएको डिस्काउन्ट न। म त भेटाले पुग्यो भने हिँडेर जानु पुगेर भेटाजु हजुरको मन खुसी दे। काछिन जुत्ता मैले जुत्ता लाइदिए पर्दैन ल, खुसीले लाइदिनु। ताली जुत्ता पायो। बिनु बिनु दियो है, पर्दैन ए। भेना इमान्दार परेछ कि हो? यस्तो सेवा पाउँदा त होइन घरसँग। फाइनली हाम्रो चाहिँ यहाँ जुत्ताको ब्याटल पनि सकिएको छ, बराबरीमा भयो, भर्सेस पनि भएन होइन, बराबरीमा भयो। अनि मेयरज्यू दर्शन हजुर, अनि हेर्नुहोस् त तपाईँ त, अनि अब हामीसँग तपाईँले भोट मागेर हामीले जिताएको हेर्नुहोस् त यो के हो? अनि खोइ कुरामा त ठुलो ठुलो कुरा गर्नुहुन्छ, अनि किन हौ अब यस्तै यस्तै भएर देश विकास नभएको क्या नेताजी। अनि नेताले त नि नेताले यो छोड्नु त दिदी, नेताले यो विकास नगरेर यो मात्रै विकास गरेको रहेछ क्या, त्यहाँ यो मात्रै विकास गरेको रहेछ। सो अफ क्या हाम्रो चाहिँ बिदाबारी गइरहेछौँ है।
दर्शन गर्नु नानी दर्शन आमालाई दर्शन गर्नुस् हात हात दर्शन दर्शन फुजु दर्शन दर्शन हजुर हुन्छ दर्शन सोल्टिनी दर्शन ए जाटो छिटोलु इला निनी कि निनी पट्टकी जाए पल्टा क्या आला 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 पारे मी उठ्छ पटेर kan जेठी रामले चम्चम गाडी न राछ टाइला ल हामी चाहिँ गइसक्यौँ अब यहाँबाट चाहिँ हामी अब घरमा जाने हो अनि घरबाट निस्किने हो के को सक्नु यहाँ भर्खर त जाँदैछ अब कस्तो राम्रो देखिरहेछ हो अनि के हुन्न माइजू हाम्रो मामाको मामाकोबाट माइजू भाइबाट नि माइजू दुईटा साइनो हाम्रो स्वाद खटा राम्रो नआएको रहेछ हामी चाहिँ घरमा आइसकेका छौँ हिजो आइटा घर चाहिँ यो मल्लनी भाषा पानको बात मायालाई पानको बात रातै यो चाहिँ बेहुला बेहुलीको ब्यानर छ है कल्पना वेट्स अमृत भनेर स्वागत लेखेर हामी चाहिँ यो यहाँदेखि प्रवेश गरेर यहाँ मल्ल निवासमा आइपुगेको हो है अनि अब जाने बेला भयो अल्माउने बेला भयो नि त त्यही भएर अब हामी जाने हो नाचेर पनि रमाइलो गर्यो पसिना आयो अलिअलि पसिना त बिहानदेखि आयो बेहुला बेहुली अल्माउने बेलामा यी चाहिँ पछाडि होइन बेहुला बेहुली पछाडि बेहुला टाना ब्यावे ल ल तीनचोटि घुम्ने पर्यो होइन इलिकिङ इलिकिङ नानी इलिकिङ कान्छी कि माटा हाने पारी मा घुमाउने कान्छी कि मा घुमाउने ए हुन्छ हस् मान्छे गएको अब हाम्रो कहाँबाट छोरा कहाँ कान्छी कि मायो कहाँ त कान्छी घुवाकिदेऊ न कान्छी नाकु माछेर हामी कहाँ ओलाम र होइन वानी ए सुरेश
सुरेश त किन के हो र चोटी नै पुरा भएको छैन नि त काची बोकेर होइन हातैमा समाएर हिँडाउँदा नि हुन्छ हातैमा समाएर हिँडाउँदा नि हुन्छ हो त्यसरी हातमा समाएर पछाडि उता तपाईँले मलाई तपाईँको भिडियोमा ल्याइदिनु भएको बा ल ल ल जोर्नी जाने को भयो बाबु मिरी मिरी जानु पर्यो कान्छी नजाने एकदम छ कि मम्मीहरू झोला कि ए हुन्छ बाई बाई सबैजनालाई राम्ररी बस्नु होला बाई बाई हुन्छ थ्याङ्क यू हुन्छ हामी चाहिँ अब मल्ल निवासबाट हामी अब जाँदैछौँ तर गर्मी यस्तो भयो कि आमा नारायणघाट मुगले हाम्रो चाहिँ यहाँ पेट्रोल लाउँदैछौँ अब चाहिँ नन स्टप जाने भएको कारणले अब पेट्रोल पम्पहरू सबै बन्द हुन्छ नि त त्यही भएर चाहिँ अब पेट्रोल लाएर नन स्टप जाने हो हामी चाहिँ अहिले यस्तो भइरहेछ हेलो गाईको हेलो हेर्नु न परतिर दिदीले खुट्टा निकायो हेर्नु न अब के गर्नु गरम भन्ने स्वरै सक्छ मेरो त स्वर नै छैन यस्तै छ हामी चाहिँ जाँदैछौँ आउने सरकारी ठुल्छु बुझ्नु कि त खाने कि खेलेर ए होइन किसे पर्न साह्रो यो छाना त जल जले अहिले पोडा पर्न साह्रो ठिक छ नि हामी सबै ओखरी राख्दा क्या गाडी लाएर अनि यता रहेको छ कोशी रिभर अनि हाम्रो चाहिँ पूजा गर्नुलाई रेडी हुँदै हुनुहुन्छ ल दाइ अनि इटनु चाहिँ होइन त कि पुलो एमे अनि माजाको ल्याऊ होला मेजे बेसी टिकाको र इलान न खाना खानेवाला चाचा दिनु नि म त गिभ अप कपडा दुखले अनि यहाँ चाहिँ हाम्रो पूजा हुँदैछ
गाह्रो भयो तिमीलाई? ए दुईटा हिम छिमाली ए उसे फुल नलाने पैसा माग्नु 500 रुपियाँ दे खुट्टा सुने अम्मा भाइको बेग खानु साह्रो पर्यो अस्मिता इलाउँछ त इलाउँछ नाङ्ने नै कालेर ब्लक अनि इलाउँछ इटा पाना त भुत्ले गर्दा इलाउँछ त इला पानी कोन लाग्छ गाकी साइड आंगुने साइड आंग ल बाबु साइड आंगुने चला मन्जु साइला साइला जिल्ला मटन गाने न ब्रो एना गए भिडियो जाने वाले सेन साइला जर अघि एकछिन नै छैन मेरो हालत त्यस्तो भयो भारी भयो हो ब्रेक एकछिन जाल ल ओरालाङ गाडी राख्न न मागो गछ हौ एकछिन है अब म तपाईले दामी डाङ्ने साथी कुडिसे छ डाङ्ने क्या इलाउँछ न ओइ अस्मिता इला इटा पार्नु चला हैन 1 रुपैयाँ दिनु 1 रुपैयाँ दिनु कुडबाट इटा म तपाईले टाढा बिहे गरे जन्ती जादिन अल्लाह के नाम दे दो बाबा हमको कुछ एहसान कर दो आपका भलो हो जाएगा 5 रुपए दे दो हमने बिहान देखि कुछ नहीं खाया बिहान मादेले सुबह से अभी तक कुछ भी नहीं खाया एक कप मीट गारा होटलमा जान न सिधा न पानी डल्लोलाई झन् डल्लै पानी चलो भयो अब बिस्तार बिस्तार उता ए यता नि हेलो गाइस ए भयो फाइनली हामी चाहिँ हाम्रो जेठा दाजुको घरमा आइपुगेको छौँ है अनि यही छ ओइ मेरो पनि गर्दै त्यहाँ हाम्रो खाम हेर्दै हुनुहुन्छ कुनै एउटाले हिलो न खाम चाहिँ होइन अनबक्सिङ होइन What the hell man ठिक नले त वैसे भन्छ बोङ्ला सानो होला हामी चाहिँ मूलघाट आइसकेका छौँ होइन अब मूलघाटमा पूजा अस्ति नै गरेर गएको नि त त्यही भएर आज पनि गर्नुपर्ने हो त्यही भएर पूजा गर्नलाई हिँडेको ओए ढोगेर आइज है बिस्तारै नानीहरूलाई समा यसलाई समा अनि ढोगेर आइज यिनीहरू पनि आउने अरे ढोगेर आउने पूजा गर्ने हो हामी चाहिँ यहाँ चाहिँ होइन हामीले आउने बेलामा नारायणी नदीमा चाहिँ अब रात नै परेको थियो त्यति भिडियो नि भएन जाने बेलाको भिडियो चाहिँ राम्रो छ यहाँको चाहिँ हतार थियो अस्ति जाने बेलामा त्यही भएर आज पनि फर्केको भिडियो बनाउँदैछु
गोठमा चाहिँ जोड्यो चाहिँ मजा आउँछ दाको ओ तोए मे त हो गोठमा दा अब चाहिँ ना त्यता नडल कि हाम्रो चाहिँ धुपमा पुग्नु कान्छीले तिमीले हिँड्ला पूजा हुँदैछ हाम्रो चाहिँ कान्छी पनि चाहिँ त्यो एन नै होला इला छाना लो ए इटा जानु डुमो हो र इला उला उसे तारा फाइनली हाम्रो चाहिँ यहाँ पूजा गरिसकेको छ है त्यही भएर अब यहाँ फोटो खिच्नु भिडियो खाए पल्क्या नि हाम्रो भाउजू उता पर आउँदै हुनुहुन्छ है भाउजूहरू अगाडि गाडीमा थियो नि त हामी पछाडि त्यही भएर नि जेठी यता जेठी के गर्नु पुलामीको पानी अब निन्द्रा पुगेछ बेहुलालाई हैन हिल्या तारा हिल्या माजुकी अर्नुकी कोन दसिया मज्जासिया भाइ हामी थुप्पा एक्लै खाइदिएको ल क्यामेरा नठराउनु अरे तेर्सो पारिदिएको छु तँलाई थाहा छैन तपाईँहरू यहीँ बस्नु ल तपाईँहरू यहीँ बस्नु ल खाजा नखानु ल कान्छो के खाने यहीँ बस्नु ल मेरो यहीँ बस्नु ल हाम्रो चाहिँ अब सामानहरू 1 घन्टामा पुगिहाल्छ 1 घन्टामा सामान अब पाहुना नानीहरूलाई चाहिँ भोक लाग्यो होला नि त है मुख्य सोल्टी भाइहरू है खोर मलाई होस् आइपर्छ दाजु थामाले पिदिनुहोस् ल यो भर्खर डल्लीले दिएको पछाडि दिदी हामी चाहिँ हिले बजार आइसकेको छौँ होइन हिले बजार आइसकेर अब खाजा खाने हो नानीहरूले पनि केही खाएको छैन नि त त्यही भएर खाजा खाने हामी सबैजना यता हाम्रा दिदीहरू हुनुहुन्छ मान्छेहरू चेन्ज भएर आउनुभयो सरी ल
हेर्न सरी ल माफ गर्नुस् ल मैले सरी मागे ल यसो कोही ठाउँ हो म यसले त अनि अहिले दिँदैछ हिले त हिले हो कि कतानिर हो एउटा यता चाहिँ हाम्रो दादाले यहाँ सामान लाउँदै हुनुहुन्छ अब हामी चाहिँ गएको ल अनि हाम्रो यात्रा अब सिधै ढोडेसम्मको हो ब्लगरले ब्लग बनाइदिए भनेको थियो तर मेरो सोच छैन हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्न आँटिसक्यौँ देख्यो च्याकुरी फाइनली हामी चाहिँ आइसकेका छौँ होइन दाइको गाडी चाहिँ पर नै काइलाबोईको घर मास्तिरै बिसाइरहेछ अनि हामी चाहिँ अनि आएको काइलाबोई भनेको चाहिँ हाम्रो जेठाबोईको पनातिको बिहे नातिको कि पनातिको नातिको बिहे अनि काइलाबोईको घर पर अनि हाम्रो गाउँ यस्तो छ होइन हामी चाहिँ आइपुग्यौँ बाघबोई दमै राछ इमाङ्छ दमै उच्यान्टाने बाजा हामी चाहिँ फाइनली आइसकेका छौँ नि म्युटे टिकार लोकिदेमे धानी अनि चरा छ बेला हाम्रो गाडीको हालत चाहिँ यस्तो छ होइन फाइनल आइपुग्दा चाहिँ ब्यानरलाई कति ब्यान्डेज गरिरहेछ हामीलाई मात्रै थाहा छ त्यहाँ मालाहरू त्यस्तो छ फाइनली हाम्रो घर चाहिँ यो पटरा हुँदैछ नि त हजुरहरूको जितपुरदेखिको बुटोलसम्मको यात्रा कस्तो भयो थोरै बताइदिनुहोस् अनुभव खाए ल आइपुगे ल माइतीको चालमा जान्छ चोमङ पट बेहुली पो लागिरहेको बेला छ मिजा बोय हजुर ढोक्दिया दर्शन हजुर दर्शन हजुर दर्शन अब बेहुला बेहुली जन्तेलाई जन्ते बाख्रो खानलाई चाहिँ लाँदैछौँ फाइनली अब चाहिँ 3 दिनपछि चाहिँ हाम्रै गाउँको खाना खान पाउँदैछौँ हामीले चढेमा चढ्छ फेरि के पट्टै लभर हो केवल साट हो छाना खाइदिएको ल कति दिनपछि यहाँको पाहाडको खाना खाउनु पर्यो हाउ म दिएँ हाउ हामी जन्ती यति नै रहेछ है